Namaste guys, welcome back to my new vlog. It's early in the morning, 8 बजिरहेछ एन्ड आज चाहिँ एक्जाम रहेको छ मेरो BVS फर्स्ट इयरको एक्जाम। सो त्यसकै तयारी गर्नलाई चाहिँ म छिटै उठेको। यस्तो रिटन एक्जाम चाहिँ मैले लगभग 1 वर्षपछि नै दिइरह होला बिकज एससिसीमा रिटन हुँदैन, कम्प्युटर बेस्ड एक्जाम हुन्छ। र यहाँ कफी एन्ड सम रोस्टेड कर्न्स यो खाएर चाहिँ अब पढ्न बस्ने हो। अल्सो आज चाहिँ रेस्ट डे रहेको छ, सो आज वर्कआउट चाहिँ गर्दिनँ म। बट आज BVS फर्स्ट इयरको पहिलो एक्जाम रहेकोले ब्लग बनाउनलाई एउटा राम्रो मौका हुन्छ, एउटा राम्रो टपिक हुन्छ भनेर बनाएको। यहाँ लुक एट दिस गाइज, हेर्नु न आर्मी बनाएर बसेको छ। अब केदेखि कराएको छ मेरो भिडियो बिगार्ने काम मात्र गर्छन् क्या यिनीहरूले। एन्ड अल्सो यो कर्नमा चाहिँ ओइल छैन है, सो इट्स रियली लो इन क्यालोरिज। अलराइट गाइज, पढाइ अल डन। आज टप हान्ने हो। र अब चाहिँ मजा लागेको मासु लिन बिकज मासु लिएर खानुपर्ने छ एन्ड देन नुहाइधुवाइ गरेर रेडी भएर आज एक्जाम दिन जानुपर्ने छ। एक्जाम चाहिँ 12 बजेदेखि हो, बट अलिक छिटै जानु पर्ला आज, किनभने सेन्टर गएर उता क्लासरुमहरू हेर्नुपर्छ, कुन क्लासरुममा पढिन्छ भनेर चेक गर्नुपर्छ। गाइज मासु चाहिँ आइसक्यो, अब जाम घरतिर। गाइज अब चाहिँ फ्रेसन अप हुन जाम, नुहाइधुवाइ गरौँ, यो दाह्रीहरू काट्छु म। र मासु त पछि नै पकाउँदा हुन्छ, सुरुमा नुहाइधुवाइ गरिहालौँ, नुहाइधुवाइ गरेर फ्रेसन अप भइहालौँ एन्ड त्यसपछि आजको फर्स्ट मिल पकाएर खानेछु एन्ड रेडी भएर निस्किनेछु। 10:30 बजिसक्यो, 12 बजेदेखि एक्जाम हो। म चाहिँ 11 बजे निस्क्यो भने ठिक्क हुन्छ। मैले चाहिँ दाह्री नकाट्ने भनेर सोचिरहेको थिएँ, तर एडमिट कार्डमा चाहिँ मेरो क्लिन सेभ भएको फोटो छ क्या। सो एडमिट कार्डसँग अनुहार मिलेन भने के थाहा छिर्न दिँदैन कि। र एडमिट कार्डमा कपाल पनि सानै छ मेरो, अझ लामो लामो भइसक्यो। एटलिस्ट दाह्री त सेभ होस्। जुङ्गा चाहिँ राखौँ कि वा, तर यु नो वाट, जुङ्गामा त झन् चिनिँदैन क्या। सो यसलाई नि सेभ हानिदिनु पर्यो। Alright, enough time pass. This is the final look. Yes, I can see the resemblance. Okay. Dai, chicken and rice. Let's eat. Alright guys, so चाहिँ भन्दा अलिक ढिलै भयो भनौँ न। अनि यहाँदेखि अब हाम्रो धरानको साथीलाई नै लिन जानुपर्ने छ, किनभने उसलाई सेन्टरसम्मको बाटो नै थाहा छैन। सो यहाँदेखि बस पार्क जाने हो सुरुमा, र बस पार्कदेखि त नजिकै छ, यहीँ महेन्द्र मोरङ क्याम्पस रहेको छ हाम्रो सेन्टर। सो सुरुमा गएर साथीलाई लिने एन्ड देन सेन्टरतिर लाग्ने हो। अलराइट गाइज, सेन्टर त पुगिसक्यौँ हामी। यहीँ हाम्रो पछाडि यो कलेज रहेको छ हाम्रो सेन्टर, बट हाम्रो धरानको साथी चाहिँ अर्कै साथीसँग आउने रे। सो म के गर्नु त अब, उनीहरूलाई लिन जानु कि सेन्टरभित्र पस्नु खै, किनभने ऊ अर्को साथीलाई चाहिँ बाटो थाहा छ क्या। अलराइट गाइज, मैले चाहिँ के डिसिजन बनाएँ भने आइएम गोना सर्च फर माई रुम, किनभने यत्रो कलेज छ यार, कहाँ खोजी बस्नु म, खै अब खोज्नु पऱ्यो। रुम नम्बर 12 रहेछ मेरो अपेरेन्टली। लेट्स गो गाइज, यत्रो छ यार कलेज, कहाँ खोजी बस्नु अब, वहाँ परसम्म छ। अब हाम्रो रुममा के छ ब्रो, अब रुम नम्बर 12 खोज्नु पऱ्यो। हाम्रो चाहिँ रुम नम्बर 12, उसको पनि रुम नम्बर 12 नै। अब रुम नम्बर 12 खोज्नु पऱ्यो, कहाँ छ भने नि, यहाँ त रुम नम्बर नै लेखा छैन खै। हेर त, रुम नम्बर नै छैन। ल सायद यो 12 गाइज, नेक्स्टमा त लेखा छैन माथि, र यही होला काउन्ट गरेको। ल गाइज, हाम्रो साथी आइसक्यो, एकजना त आइसक्यो, अरूहरू अझै आएका छैनन्। के हो लास्ट ढिलो भयो। अनि आज फर्स्ट एक्जाम हो भनेर बनाइदिएको क्या। सो होइन, महेन्द्र मोरङ क्याम्पस देखाइदिउँ न, होइन महेन्द्र मोरङ देखाइदिउँ न भनेको सबैलाई, हाम्रो दर्शकहरूलाई। गाइज यहाँ हाम्रो बाँकीको 2 जना नि आइसकेका छन्। म त लास्टमा हेरेको थिएँ, च्याप्टर नि रहेछ एउटा क्वान्टिटेटिभ एनालाइसिस भनेर। बाँकी सबै पढिसक्यो, बाँकी सबै अलिअलि हेऱ्यो मात्र। त क्वान्टिटेटिभ एनालाइसिस के हो, विराटलाई चाहिँ आउँछ अरे भनेर। ऊ विराट होइन त्यो, हाम्रो धराने साथी फाइनल कस्तो फोकस नै भएको। आम्बो आयो के छ, आउँछ सबै, विराटलाई सबै आउँछ होला। हेर न 0.5x मा रहेछ नि त, त्यही भएर यस्तो आयो।
ठिक छ ल जाम होला यार अब जाम होला फाइनल साथी पनि आइसकेको छ अब सबैजना एभेन्जर्स एसेम्बल भइसक्यो अब जाम टु सेभ द वर्ल्ड टु डिफिट थानोस One eternity later. अलराइट गाइज हाम्रो एक्जाम सकिसक्यो 2 घन्टामै सकौँ भनेको तर जसो तसो गरेर 3 घन्टा लाग्यो सो नो वरिज यहाँ हाम्रो कलेजको साथी नै भेटेको छ कस्तो भयो त एक्जाम बवाल ल उसले 100 मार्क्स ल्याउँछ है 100मा 100 हान्छ उसले कति 90 प्लस 30 पास हुन्छ गाइज हाम्रो चाहिँ ठिकै भयो एक्जाम त्यस्तो राम्रो नै भएन अब चाहिँ पखाला म साइकल लिएर आएको उता छ मेरो साइकल ल अब घर जान लागेको हामी सबैजना ओके साइकल चाहिँ यहीँ छ है चोरी भएको छैन थ्याङ्कफुली एन्ड अब जाम ओइ ए लक लागेको छ बिर्सिरा ल गाइज अब हामी घर जाँदैछौँ 3 बजिसक्यो र मलाई भोक नि लाग्दैछ गएर केही मिठो खानेकुरा पकाऊँ है त खै त ल तिमी पनि थम्स अप एकछिन अलराइट गाइज नास्ता इज हियर एन्ड म के भन्न चाहन्छु भने मेरो एक्जाम चाहिँ 29 गतेसम्म रहेको छ आज 20 गते भइहाल्यो यो भ्लग चाहिँ 2 दिन डिले गरेर आउनेछ र द थिङ इज द्याट म चाहिँ 29 गतेसम्म भ्लगहरू हाल्दिनँ बिकज मैले बिबिएसको सँगसँगै एसिसीको नि एउटा पेपरको तयारी गरिरहेको छु सो पढाइलाई अलिक धेरै टाइम दिनुपर्ने हुन्छ न अफकोर्स मिनी भ्लगहरू त आउनेछ बट यस्तो लङ फर्मेट भ्लग चाहिँ आउने छैन एन्ड आफ्टर 29 गते म चाहिँ रेगुलर बेसिसमा हाल्ने प्रयास गर्छु रेगुलर बेसिस भन्नाले विकमा 2टा भ्लग सो त्यति नै भन्नुपर्ने त अहिले चाहिँ प्यानकेक इन्जोय गरौँ है त के भने यार गाइज सेकेन्ड च्यानलको भिडियो रेकर्ड गरौँ भनेको उहाँनिर प्रवचन चल्दैछ त्यसको आवाज नि अलिअलि आइहाल्छ क्याप्चर भइहाल्छ उहाँनिर कसले गीत बजाउँदैछन् छिमेकीको कुकुर नि भुक्दैछ अहिले तल अहिले शान्त छ कुकुर चाहिँ तर उता प्रवचन र उता गीत चाहिँ बजाइ छ अघिदेखि भएन यार यसरी त एउटा माइक चाहिँ किन्नु पर्ला भने अनि भर्खरै मैले यहाँ मोबाइल राखेर रेकर्ड गरेको कि स्ट्यान्ड त छैन होइन यस्तोमा राखेर गर्नुपर्छ यहाँदेखि मोबाइल नै झर्दिरह क्या के भन्नु आज रेकर्ड गर्नलाई दिन राम्रो छैन भोलि नै गरौँला एन्ड कसम मैले बाना नै बनाएको होइन क्या यो यिनीहरू शान्त भएकोमा बनाइहाल्थेँ एन्ड प्लस बास्केटबल खेल्ने बेला नै भइसक्यो सो अब कुरेर बस्दिनँ क्या म यिनीहरूलाई कहिले शान्त हुन्छ र म भिडियो बनाउँछु भनेर मैले एक्सक्युज चाहिँ दिएको होइन यिनीहरूले डिस्टर्ब गरेर मात्र हो गाइज अब बास्केटबल खेल्न जान लागेको ऊ ठ्याक्कै कल नै आयो त्यसको अलराइट गाइज मैले जस्ट घर पुगेर क्लिप चेक गरेको त मेरो बास्केटबल खेलेको क्लिप चाहिँ आधी मात्र आएको रहेछ क्या यहाँ माथितिरको मात्र आएको रहेछ होइन अब भयो भने कि त म त्यो क्लिप नै हालिदिन्छु र सँगसँगै भोलि वा पर्सिको नि क्लिप हालिदिन्छु किनभने यो भिडियो नि अलिक डिले भएर आउनेछ ल गाइज दाइहरूको गेम मलाई चाहिँ खेल्न आउँदैन त्यही भएर दाइहरूको रेकर्ड गरेको होइन होमवर्कआउट एन्ड एज यु क्यान सी आजको फाइनल मिल नि पकाइसकेँ मैले यहाँ चाहिँ चना मुङ दालहरूको भनौँ न मिक्स जस्तो छ अनि माथिबाट चिजले नि टपिङ गरिदिएँ मैले सो इट्स गन बी गुड एन्ड यो भिडियोलाई पनि मैले यहीँ एन्ड गर्न चाहेँ एज आई सेड अब यो लङ भिडियोहरू चाहिँ 29 गते पछि मात्र आउनेछ त्यसपछि चाहिँ म रेगुलर बेसिसमै हाल्नेछु सो या आजको यो भिडियोलाई चाहिँ यति नै आई विल सी यु गाइज इन द नेक्स्ट ब्लग टिल देन टेक केयर बाइ बाइ